हेलो नमस्ते। म चाहिँ अहिले औलोतिर छु हैन। तपाईको यहाँ देख्नु होला यो नर्मली कति बज्यो भनेर चाहिँ हामीले अन्दाज गर्यौं भने पनि यहाँ कि दिउँसोको टाइम हो कि बिहानको टाइम हो भनिन्छ है। तर त्यो होइन है, रातिको 11 बजे हेर्नुस् है त। रातिको 11 बजेको छ, यहाँ रात पर्दै पर्दैन, रातै पर्दैन के। तपाईको रातिको 11 बजे पनि बत्ती के रे जुन गाडीले हेडलाइट बाल्दैन नि भनेपछि कस्तो उज्यालो हुन्छ। जब 11 बजेपछि तपाईको यस्तो टन्टलापुर घाम लाग्छ कि हामी सुरुमा आउँदाखेरि त हामीलाई के भयो भने निन्द्रै नलाग्ने। पर्दा लगायो, पर्दाबाट लाउँदा पनि डबल पर्दा हाल्दा पनि त्यति उज्यालो आउने। हेर्नु है त, ल आफै हेर्नुहोस् त ल। अब यति उज्यालो हो क्या मान्छे, ल चलपल सबै भएर रातिको 11 बजे छ, मस्त घाम लाग्छ, चिसो चाहिँ चिसो छ। तर घाम लाग्ने ओर्ने मान्छे नर्मल हिसाबले हिँडिरहनु भएको छ हैन। सबै मान्छे हिँडिरहेका छन्, ओरेका छन्। रातिको 11 बजे अब भन्छ नर्वेतिर हुन्छ अरे भन्थे हैन। तपाईको नर्वेतिर हुन्छ, यो हुन्छ त्यो हुन्छ भन्थे हैन। तर यहाँ हेर्नु त अब रातिको 11 बजे छ, यहाँ रात भनेपछि पर्दै पर्दैन। 12-1 बजेतिर नर्मली अलिअलि अँध्यारो भास्तो, नर्मल अँध्यारो हाम्रो नेपालको जस्तो 6 बजे टाइममा जुन हुन्छ त्यही हुन्थ्यो। अनि अलिअलि भएपछि 3 बजे त झन् पुरै उनी उज्यालो भइ नै हाल्छ। रात परेको मैले यहाँ 15-16 दिन भइसक्यो रात परेको नदेखिने। यस्तो बानी पार्नलाई सुत्नलाई यति गाह्रो हुने कि हामी त अब नर्मली अँध्यारो भएपछि खाना खाने सुत्ने बत्ती निभाउने हुन्छ नि। तर यहाँ त यो छैन के। ल हेर्नु तपाईले, यस्तो छ रातिको 11 बजेको टाइममा पुरै हेर्नुहोस् है त, पुरै नै के यसरी घाम मस्त लागिरहेको हुन्छ, उज्यालो छ। गाडीले हेडलाइट बाल्दैन भनेपछि हेर्नु त ल है। अब फेरि 6 महिना चाहिँ त्यस्तो हुने रहेछ, 5-6 महिना। फेरि 7 महिना चाहिँ अब अर्को 6 महिनामा चाहिँ के अरे राति बिहान 9 बजे उज्यालो हुने, राति चाहिँ अब दिउँसोको चाहिँ 3 बजे नै अँध्यारो हुन्छ अरे सुने हो हैन। अब हामी अब बसेको छैन, बस्दैछौँ, हेर्दैछौँ के हुन्छ हैन। ल हेर्नु तपाईँले आफैले नि। यहाँ मलाई अचम्म लाग्छ क्या। कसैले भन्यो भने त ओहो नर्वेतिर हुन्थ्यो अरे, यो हुन्थ्यो अरे, त्यहाँ त रात पर्दैन अरे, 6 महिना रात हुन्छ अरे, 6 महिना चाहिँ उज्यालै हो। यहीँ हेर्नु त ल, यहाँ कहीँ अँध्यारो छ त केही पनि छैन। राति 11 बजे हामी आफै पनि 3 छक्क पर्छौँ क्या। रातिको टाइममा बल्ने भनेको जम्मा त्यो जेब्रा क्रसिङको लाइटहरू मात्र हो, नत्र भने कहीँ पनि बत्ती बलेकै देखिँदैन कि। अब हामी यहाँ फ्ल्याटै लिएर बसेका छौँ हैन। हाम्रो तल्लो फ्ल्याट छ, त्यो फ्ल्याटमा कहीँ पनि बत्ती देखाएको छैन मैले। एउटा भान्सामा बत्ती राखेको छ, नत्र भने कुनै पनि रुममा बत्ती छँदै छैन। बत्ती बाल्न पनि पर्दैन, जबरजस्ती तपाईँको के अरे जबरजस्ती नै दुईवटा पर्दा लगाउँदा पनि हामीलाई यति गाह्रो हुन्छ कि सुत्नलाई उज्यालो भएर। त्यो बानी नपर्दाखेरि त्यो कति बजे भात खाइयो भने थाहा नहुने, उठेको पनि थाहा नहुने, कति बजे पनि मतलब नहुने। अन्त जतिखेर नै उज्यालै रात पर्दै पर्दैन है। त्यो यस्तो हुन्छ नि। त्यो नर्मल्ली अब हामीलाई त त्यो ठ्याक्क बानी परे हुन्छ नि त। 5 देखि यति बजेदेखि चाहिँ ल अँध्यारो भयो, बाहिर निस्किनु हुन्न, डर लाग्छ, यो हुन्छ त्यो हुन्छ भन्ने हुन्छ। यहाँ कहीँ नर्मल्ली हेर्नु ल तपाईँको के अरे रातिको 11 बजे मस्त बत्ती बल्ने भनेको यही जेब्रा क्रसिङ लाइटको बत्ती बल्छ, नत्र फिनल्यान्डमा बत्ती नै बल्दैन। उज्यालोको उज्यालो हुन्छ 24 घन्टा। यहाँ 24 घन्टा उज्यालै। गाडीले शुद्ध हेडलाइट बाल्दैन भनेपछि कति उज्यालो होला आफै हेर्नुहोस् ल है। यो औलो सिटी हो, सिटीहरू राम्रो छ। यहाँ म्याक्सिमम् चाहिँ बढी चाहिँ स्टुडेन्टहरू बस्नुहुन्छ। हस्त धन्यवाद। प्लिज भिडियो